हामीसँग युरिया हामीसँग 380 टन र डिएपी हामीसँग 850 मेट्रिक टन मल मौजात रहेको छ। यो वर्ष कति आउँदैछ हाम्रो जिल्लामा, काभ्रेपलाञ्चोक अब जिल्लामा? त्यसलाई हामीसँग के अरे 7 लाख मेट्रिक टन के अरे 7000 मेट्रिक टन मल हामीले टार्गेट गरेका छौँ। त्यति मल भएपछि हामीलाई यो बाँड्न पुग्छ होला, सायद जहाँसम्म लाग्छ। यो यही वर्षको लागि मात्रै हो त्यति? हो, त्यति त हामी लक्ष्य राखेका छौँ अहिले हामीले। उताबाट मल आउनलाई कमी भएको चाहिँ छ कि छैन? होइन, यसो हुन्छ, खरिद योजना हुन्छ, सरकारले खरिद योजना जुन बनाउनुहुन्छ त्यसअनुसार हामीले तयार गरेका हुन्छ। अहिले हामीले कृषि कम्पनीले 4,20,000 मेट्रिक टन मल खरिद गर्ने वार्षिक लक्ष्य राखेको छ। त्यसै अनुसार खरिद लक्ष्य अनुसार हरेक कार्यालयको एउटा निर्धारित वार्षिक लक्ष्य तयार पारेको हुन्छ। त्यसै अनुसार अब सरकारले जुन 4,20,000 मेट्रिक टन खरिद गर्छ त्यसमा अनुसार लट अनुसार कोटा आउँछ। कोटा अनुसार प्रणाली बाँड्ने कारणले गर्दाखेरि अहिले मल कहिलेकाहीँ बढी आउँछ, कहिलेकाहीँ कम आउँछ कुनै बेलामा। अब यहाँ चाहिँ तपाईँहरू नियमअनुसार ठ्याक्क बाँडिराख्नु भएको छ। अब गाउँ गाउँमा पनि पुगिराखेकै होला पालिका वडा स्तरहरूमा। तर अधिकांश किसानको चाहिँ एउटै गुनासो छ, मल पाइएन, सिजनको बेलामा मल हुँदैन भन्ने छ। यो चाहिँ किन यस्तो भयो? तपाईँहरूलाई यसमा के लाग्छ कि केही कमी कमजोरी कहाँबाट भएको छ अथवा सुधार गर्नुपर्ने पक्ष कहाँ छ कि यसबारेमा अलिकति बताइदिनुहोस् न। यसो हो क्या सर, हामीलाई कस्तो हो भन्दाखेरि सरकारलाई नेपाललाई अहिले 13 लाख मेट्रिक टन मल आवश्यक भनेर कृषि मन्त्रीले भनिसक्नु भएको छ। तर हामी खरिद गर्छौँ 4 लाख 5 लाख मेट्रिक टन मल खरिद गर्छौँ। त्यसको बिचको ग्याप नै ठुलो हुन्छ। आवश्यकता र माग र आपूर्तिको बिचको जुन अन्तर हुन्छ त्यसले गर्दाखेरि नै अभाव सिर्जना भइरहेको हुन्छ अहिले पनि। जस्तै माग कति छ, माग 100 मेट्रिक छ, 100 छ भने हामीलाई करिब 25% मात्र हामीले आपूर्ति गर्न सकिरहेको हुन्छौँ। जबसम्म हामीले पूर्ण रूपमा 13 लाख मेट्रिक टन मल आवश्यक ल्याउँदैनौँ, नेपाल ल्याउन सक्दैनौँ, तबसम्म हामीले सबै किसानलाई मल पुर्याउन सक्ने स्थिति कहिले पनि हुँदैन सर। अब यो मलको अभावलाई अन्त्य गर्न के गर्नु पर्ला अथवा किसानहरूले यसको विकल्प रोज्नुपर्ने बेला भएको हो अथवा हजुरलाई के लाग्छ यसमा? होइन सर, विकल्प भन्दा रासायनिक मलको विकल्प त तत्कालै पङ्गारिक त हुनै सक्दैन कहिले। अहिले त हल्ला हुन सक्दैन, पछि भविष्यमा हुन सक्ला। क्राइसिस म्यानेजमेन्ट भन्ने एउटा सिस्टम हुन्छ। जस्तै जस्ट इन टाइम भन्ने एउटा सिद्धान्त प्रतिपादन भएको छ जापानमा। त्यसले के भन्छ भन्दाखेरि जुन चाहिँ जहाँ आवश्यक छ त्यसलाई त्यहाँ मल पठाउने भन्ने एउटा प्रणाली डेभलपमेन्ट गर्नुपर्ने थियो, सरकारले गर्नुपर्ने थियो। तर अहिले कोटा प्रणाली भनेर ल्याइदियो। यो भनेको सिन्डिकेट प्रणाली जस्तो देखिन्छ हेर्दाखेरि चाहिँ, होइन? जस्तै जस्ट इन टाइम भने जुन चाहिँ जहाँ आवश्यक छ त्यसलाई लागू गर्ने सिस्टम डेभलपमेन्ट गरे भए यो अभाव हुँदैन थियो सर। क्राइसिस म्यानेजमेन्ट त्यसै हुन्थ्यो। जस्तै हामीले यो विद्युतको जुन क्राइसिस, जस्तै लोड सेडिङको बेला हामीले कस्तो मजाले म्यानेजमेन्ट गऱ्यौँ। जस्तै दिउँसो आवश्यकता हुँदाखेरि काम विद्युत पठाउँथ्यौँ, हामीले अफिसमा पठाउँथ्यौँ, राति हामीले घरमा पठाउँथ्यौँ, त्यसपछि राति हामीले उद्योगिक क्षेत्रमा प्रयोग गर्थ्यौँ। त्यस्तै हामीले अहिले यो मल जति मल 4 लाख मेट्रिक टन मल, त्यो मलको युरिया कहाँ आवश्यकता छ, डिएपी कहाँ आवश्यकता छ, त्यसलाई छुट्याएर वर्गीकरण गरेर पठाउन थाल्यौँ भने मात्र यसको मलको समाधान यही 4 लाख मेट्रिक टनबाट बढी हामीले परिपूर्ति गर्न सक्छौँ। इतिहास हामीले विगत हामीतिर गयौँ भने जस्तै कोटा प्रणालीभन्दा अलि अगाडि के थियो भन्दाखेरि कृषि कम्पनीले मल आयात गर्दाखेरि आवश्यकता अनुसार पठाउँथ्यो, ढुवानी गर्थ्यो। त्यसले गर्दाखेरि मल सहज रूपमा जतिसुकै कम आयात भए पनि एक चर्काको मल सबैले प्राप्त गरेको हामीसँग विगतको इतिहास पनि रहेको छ। अब यो कोटा प्रणाली आएपछि हामीले किसानले लगे पनि नलगे पनि, पालिकाले उठाएर लगे पनि नलगे पनि हामीले गोदाममा राखिदिनु पर्ने हुन्छ। गोदाममा हुन्छ मल, तर किसानलाई हामीले दिन सक्ने अवस्था सिर्जना हुँदैन। त्यसले गर्दाखेरि क्राइसिस भइरहेको देखिएको हो सर। वास्तवमा यसलाई म्यानेजमेन्ट गर्न सक्ने अलिकति माथिल्लो निकायले मैले हजुरलाई भने जस्ट इन टाइम जुन सिद्धान्त प्रतिपादन भएको छ त्यसलाई इम्प्लिमेसन गर्ने हो भने त्यो सहज समाधान हुनसक्छ। भन्छ यो नीतिगत रूपमै सुधार गर्नुपर्ने आवश्यकता हो के? अब नीतिगत भन्दा नि त्यो हजुरलाई कोटा प्रणाली पनि राम्रो हो। जस्तै हामीले के पढेका थियौँ भने वर्णवादी अर्थनीति पढेका थियौँ। बेलायतमा कोटा प्रणाली लागू भएको थियो धेरै वर्ष पहिले। अब त्यो कोटा प्रणाली किन लागेको थियो भन्दाखेरि केही त्यसमा राष्ट्रिय संरक्षण नीतिहरू अप्नाएका थिए। तर त्योभन्दा विकसित प्रणाली भनेको मैले हजुरलाई जस्ट इन टाइमकै बारेमा वकालत गर्छु। त्यो सिद्धान्त जबसम्म लागू हुँदैन मलमा तबसम्म हामी क्राइसिस म्यानेजमेन्ट गर्न सक्दैनौँ। अब यो वर्ष भनेपछि किसानहरूले मलको अभाव खेप्नु नपर्ला त्यसो भए? अब हामी सकारात्मक हुनुपर्छ अहिले पनि, होइन? हामी सकभर किसानलाई पहुँचसम्म पुर्याउने हामी आफ्नो कृषि सामग्री तर्फबाट हामी लाग्छौँ। त्यसलाई अझ सहजीकरण गर्छौँ, किसानलाई सेवाको अनुमति दिन्छौँ। तर अब पुरै पुर्याउन सक्छौँ भने हामी दायित्व त 100% ग्यारेन्टी हामी लिन सक्ने अवस्था हामीसँग छैन सर। जस्तो गाउँबाट 1-2 बोरा मलाई मल चाहियो भनेर कोही किसान यहाँ आयो भने यहाँबाट उहाँहरूलाई दिन सक्ने अवस्था चाहिँ हुँदैन? त्यो त सकिँदैन सर। त्यो चाहिँ पालिका मार्फत सहकारी जुन हुन्छ, सहकारी खडा भए हुन्छ, हाम्रो डिलर हुन्छ, त्यसै मार्फतै लानुपर्ने हुन्छ उनीहरूले। हस्, धन्यवाद। धन्यवाद सर।